हेलो साथीहरू, गुड मर्निङ, नमस्ते नमस्कार। म बिना राई। यो हजुरहरू नि सन्चै हुनुहुन्छ होला होइन? हामी नि एकदम ठिक छौँ साथीहरू। अहिले चाहिँ म यता खेततिर आइरहेको छु होइन। अनि हजुरहरूलाई नि यसो हाम्रो खेतीपाती देखाउँ भनेर होइन। कस्तो लाग्छ लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला है त साथीहरू। म देखाउन गइरहेको छु है साथीहरू। यस्तै छ है हाम्रो बाली नालीहरू, यस्तो हरियाली छ होइन। अनि यो चाहिँ के हो भन्नुहुन्छ होला होइन। अनि सायद हजुरहरूले पनि चिनिसक्नु होला, यो चाहिँ आलु हो होइन। हामी चाहिँ आलु यसरी रोपेर यतिको भएको छ अहिले चाहिँ आलु चाहिँ। अनि उता छ गाउँ, यो हरियाली भएको चाहिँ गाउँ है। अनि यो माथि यो यस्तो स्याउलाले छोपेको ठाउँको चाहिँ यो पनि आलु नै हो। हामी चाहिँ यसरी आलु नै रोपेका छौँ र प्लस गहुँ पनि छरेका छौँ होइन। गहुँ नै यतिको भएको छ, आलु नै यतिको भएको छ। यस्तो छ है हाम्रो ठाउँ चाहिँ अहिले। यतिको हरियाली छ अहिले। यो के भन्छ माघ महिना पनि हो। यतिको छ है हाम्रोतिर। हजुरहरूकोतिर के कस्तो छ कमेन्ट गर्नु होला होइन। हाम्रोतिर चाहिँ यस्तै छ। अनि सर अनि यता यो खुर्सानीको जाङ है, यस्तो भएको छ अहिले चाहिँ खुर्सानीहरू। कताबाट एउटा चाहिँ झुन्डिरहेको रहेछ यहाँ पनि होइन। टक्क एउटा छ खुर्सानी। अनि यस्तै छ हाम्रोतिर, हेर्न सक्नुहुन्छ। यता तोरीहरू नि छ होइन। तोरी नि फुलिसकेको छ कता कता होइन। अनि इस्कुस नै छ है, यो छेउछेउ इस्कुस नै छ। यो यता भित्ताभाती इस्कुसको झाङहरू छ होइन। इस्कुस नि फरिरहेको छ। आधी चाहिँ हामीले टिपेर खाइसक्यौँ, आधी चाहिँ अलिअलि भए पनि अझै पनि छ त्यहाँ होइन। अनि यस्तै छ है हाम्रो ठाउँ गाउँ। हरियाली गाउँ। वाउ दामी छ त हौ। हेर्नुहोस् त इस्कुस इस्कुस। हजुरहरूले मनपर्छ पर्दैन इस्कुस? अनि यो चाहिँ छ गाउँ होइन। यस्तै हरियाली छ। यो गाउँमा तोरी पनि छ है। हाम्रो ठाउँ यस्तो गाउँमा साराभरि छर्या हुन्छ है तोरी। अनि पुरै गाउँले ढाकेको छ। अनि कता कता छ है तोरी चाहिँ। यस्तै छ साथीहरू। अनि यता चाहिँ यो के भन्छ रायोको साग चाहिँ साथीहरू यस्तै छ है। अनि हजुरहरूलाई मनपर्छ पर्दैन? हामीलाई चाहिँ एकदम मनपर्छ होइन। लगाउँछौँ पनि खान्छौँ पनि। हजुरहरूलाई के कस्तो लाग्छ भनिदिनु होला है त। हजुरहरूलाई भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला है त। प्लस सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। के कस्तो लाग्छ म कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त साथीहरू। बाई बाई।